कहाँ राख्ने त यार साउन्डमा राख्ने साउन्डै छैन त्यो साउन्ड कहाँ राख्ने त यार आइरहेछ खै सर श्याम सर खै यसो के छ सर आउँछ साउन्ड आइरह यहाँमा जिल्ला प्रशासन सशस्त्र विभागबाट प्रदान गरिने सेवा प्रभावलाई चाहिँ अहिले मान्य मन्त्रीज्यूको पहिलो निर्णयबाट हरेक जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवाहरूलाई चाहिँ विकास प्रणाली मार्फत चाहिँ प्रदान गर्ने भन्ने पहिलो निर्णय पनि भइसकेको छ। अब यही सिलसिलामा म श्रीमान गृह सचिवज्यूलाई चाहिँ अब मान्य मन्त्रीज्यूलाई हार्दिक स्वागत गर्दिन र मन्त्रालयको संक्षिप्त प्रस्तुतिको लागि श्रीमान गृह सचिवज्यूलाई म हार्दिक अनुरोध गर्दछु। त्यही बसेर बसेर श्याम सर आइरहेको होइन अरे यहाँ अडिनै अडिँदैन माननीय नवनियुक्त गृहमन्त्रीज्यू, सुरक्षा निकायका प्रमुखज्यूहरू, कार्यकारी निर्देशकज्यू, महाशाखा प्रमुखज्यूहरू, यहाँ उपस्थित सम्पूर्ण महानुभावहरू र मलाई लाग्छ यहाँ अहिले यो अवसरमा जेनजी आन्दोलनबाट प्रभावित शहीद परिवार र घाइतेहरू पनि हुनुहुन्छ। म उहाँहरू सबैलाई स्मरण गर्न चाहन्छु र सम्पूर्ण महानुभावहरू र सञ्चारकर्मी मित्रहरू, हामीले अपेक्षा गरे भन्दा बढी सङ्ख्यामा मिडियाको उपस्थिति र गृह मन्त्रालयको चाहिँ पूर्वाधार पुरानो जुन अवस्था थियो त्योबाट फरक परिवेशमा भएका कारणले यो व्यवस्थापन गर्न हम्मे हामीलाई परेको छ। सावधानी अपनाइदिनका निम्ति म सुरुमा नै यहाँहरू सबैलाई हार्दिक अनुरोध गर्न चाहन्छु। सबभन्दा पहिला गृह मन्त्रालयमा नवनियुक्त गृहमन्त्रीज्यूलाई म हार्दिक स्वागत गर्न चाहन्छु र उहाँ भर्खरै सम्पन्न भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनबाट निर्वाचित हुनुभएको छ। म बधाई पनि भन्न चाहन्छु र यो अवसरमा यो गृह मन्त्रालयमा स्वागतको साथसाथै उहाँको कार्यकाल पूर्ण सफल रहोस् भन्ने म पूर्ण सफलताको शुभकामना पनि दिन चाहन्छु। हामीसँग समय एकदमै कम छ। 3 बजे सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशन माननीय मन्त्रीज्यूहरूसहित सचिवज्यूहरूलाई हुने कार्यक्रम रहेकोले हामी त्यसतर्फ जाने हुँदा म धेरै विषय राख्दिनँ। मन्त्रालयको कार्यहरू नेपाल सरकार कार्यविभाजन नियमावली अनुसार 51वटा निर्धारित छ, 50वटा चाहिँ तोकिएको छ र 51 चाहिँ अन्य मन्त्रालयलाई नतोकिएको कार्यहरू यो मन्त्रालयले गर्ने भन्ने छ। भनेको हाम्रो कार्यक्षेत्र असाध्यै धेरै व्यापक छ। हामीले गर्ने कामहरू एकदम महत्त्वपूर्ण छ। सेवा प्रवाहदेखि यो प्रत्येक
व्यक्तिहरूसँग चाहिँ जोडिने सन्दर्भको रहेको छ। मुख्य गरेर ती 51वटा कामहरूमा खास गरेर मन्त्रालयको मुख्य जिम्मेवारी शान्ति सुव्यवस्था कायम गर्ने, अपराध नियन्त्रण गर्ने, सेवा प्रवाहलाई प्रभावकारी, सरल र सहज बनाउने, विपद व्यवस्थापनको काम गर्ने, सीमा सुरक्षा र व्यवस्थापनको काम गर्ने, विकास निर्माणमा सहजीकरण गर्ने र समग्रमा सुशासन कायम गर्ने महत्त्वपूर्ण भूमिका चाहिँ गृह मन्त्रालयको रहेको छ। यति महत्त्वपूर्ण काम गर्ने हाम्रो मन्त्रालयको साङ्गठनिक संरचनामा गृह मन्त्रालय छ। गृह मन्त्रालय अन्तर्गत महाशाखा र शाखाहरू रहेका छन्। यो सँगसँगै हामीसँग सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग हामीसँग रहेको छ। त्यस्तै यी काम गर्नका निम्ति हामी यति संरचना चाहिँ क्रियाशील रहेका छौँ। अहिले मन्त्रालयले गरिरहेको कार्य सम्पादनको सन्दर्भ र अहिलेको परिवेशमा गर्नुपर्ने कामहरूको सन्दर्भमा हामी छिट्टै नै अथवा भोलि पर्सिसम्ममा माननीय मन्त्रीज्यूलाई विस्तृत रूपमा हामी ब्रिफ गर्नेछौँ। हाम्रा मुख्य कामहरू अहिले मैले संक्षिप्तमा यति नै राखेँ। हामीसँग विद्यमान अवस्थामा अवसर र चुनौती सँगसँगै छ। अहिलेसम्म उजागर भएका गुनासोहरूलाई सम्बोधन गर्ने, चुनौतीहरूलाई सामना गरेर एउटा राम्रो बाटोतर्फ अथवा राम्रो काम गरेर र असन्तुष्टिहरूलाई रहेका छन्। ती चुनौतीहरूलाई हामी सामूहिक रूपमा सम्बोधन गर्नका निम्ति प्रयास गर्नेछौँ। माननीय मन्त्रीज्यूको अहिलेको सन्दर्भमा जुन फरक सोच, फरक शैली र केही गरौँ भन्ने ओटोटी र आफूले गरेका कामहरूको प्रत्येक नागरिकहरूसम्म, प्रत्येक जनतासम्म चाहिँ एउटा प्रभाव पुगोस् र त्यसले सहजता महसुस होस् भन्ने जुन एउटा सोचाइ छ, त्यो सोचाइलाई पुरा गर्नेतर्फ हामी गृह मन्त्रालय परिवार पुरापुर सहयोग गर्न चाहन्छौँ। गृह मन्त्रालयको परिवार अथवा यो भित्र हामी जोडिएकोमा निजामतीतर्फ करिब 4474 हामी कार्यरत छौँ। नेपाल प्रहरीतर्फ 79,531 जनशक्ति कार्यरत छ। सशस्त्र प्रहरीतर्फ 37,153 क्रियाशील छ। राष्ट्रिय अनुसन्धानतर्फ 2265 चाहिँ क्रियाशील छ। यसरी हेर्दाखेरि हामी ठुलो जनशक्ति यसमा क्रियाशील छौँ र यी सबै जनशक्ति कर्मचारीहरू माननीय मन्त्रीज्यूको सोच जुन एउटा चाहिँ विचार छ, त्यो विचारलाई सफल बनाउनका निम्ति हामी पुरापुर लाग्नेछौँ र हाम्रो तर्फबाट पुरापुर सहयोग हुनेछ र यो अवधिमा एउटा अनुकरणीय र उल्लेखनीय काम गरेर हामी एउटा पहिचान बनाउन सक्नका निम्ति हामी सबैले प्रयास गरौँ भन्दै अन्तिममा अहिले म धेरै कुरा नभनिकन मैले अघि नै भने मन्त्रालयका काम कारबाहीका बारेमा हामी विस्तृत रूपमा पछि ब्रिफिङ गर्ने नै छौँ र अन्तिममा चाहिँ माननीय मन्त्रीज्यूको नेतृत्वमा गृह प्रशासनलाई सुधार गर्ने र यसलाई प्रभावकारी बनाउनेतर्फ हामी सबै क्रियाशील रहनेछौँ भन्दै उहाँको यो कार्यकाल पूर्ण सफलताको शुभकामना सहित मेरो आफ्नो यो भनाइ टुङ्ग्याउन चाहन्छु। धन्यवाद, नमस्कार। धन्यवाद श्रीमान हार्दिक आभार र कृतज्ञता व्यक्त गर्दछु। अब माननीय मन्त्रीज्यूलाई हामी सबै कर्मचारीलाई चाहिँ आवश्यक निर्देशनको लागि हार्दिक अनुरोध गर्दछु। नमस्ते सम्पूर्णलाई। हजुरहरू सबैजनालाई हाम्रो गृह मन्त्रालयमा स्वागत छ। अब सर्वप्रथम हामीले भन्ने
के भएर आयौँ भनेर हामीले बिर्सन्न हुन्न भनेर चाहिँ मलाई लाग्छ। त्यही भएको हिसाबले सम्पूर्णमा चाहिँ हामीले हजुर सम्पूर्णलाई आग्रह गरौँ। सम्मान छ ती शहीदहरूलाई, सम्मान छ ती भाइ बहिनीहरूलाई, जेन्जीहरूलाई जसले यो देशको यत्रो परिवर्तनमा योगदान दिनुभएको छ। त्यो सम्मान गर्दै हामी यो चुनावको माहौलमा घुमिँदै गर्दाखेरि अहिले हामी यो ठाउँमा आइपुगेका छौँ र धेरै जिम्मेवारीका साथ आएको छौँ हामी सबैजना। हाम्रो देशको भार, त्यो जिम्मेवारी हामीले पुरा गर्नलाई हामीलाई 5 वर्ष धेरै मिहिनेत गर्नुपर्नेछ। हामीले धेरै समस्या देखेको म हजुरलाई भन्छु र सबैजनालाई आग्रह पनि गर्न चाहन्छु। नागरिक तहमा हामीले धेरै यस्तो समस्या हामीले के मात्र भोगेका छौँ भन्दाखेरि तपाईँको यो हाम्रो धेरै यस्तो भिआइपी मुभमेन्टहरूले हामीलाई गाह्रो पर्छ, जहाँ तपाईँको हामीलाई हाम्रो गाडीहरूलाई रोकिन्छ, त्यहाँ एम्बुलेन्सहरू हुन्छन्, कतिजना सुत्केरीहरू हुन्छन्। यस्तो कार्य चाहिँ हामीलाई सम्पूर्ण मन्त्रीज्यूहरूलाई नगर्नु हुन हामी चाहिँ आग्रह गर्न चाहन्छौँ। त्यही अनुसार निर्देशन पनि जारी गरिदिनु होला भन्ने म हजुर टिम मेम्बर्सहरूलाई त्यही अनुसारमा आग्रह गर्न चाहेँ है। पहिलो कुरा चाहिँ मैले के भने, नागरिकले दुःख पाउनु भएन कुनै भिआइपी मुभमेन्टलाई। हामी साधारण नागरिकको तहबाट आएको छौँ र साधारण नागरिककै हिसाबले हामी काम कारबाही हामी अगाडि बढाउने हाम्रो धारणा पनि छ। अब धेरै यस्तो हाम्रो भ्रष्टाचार हुने कारण हामीले बुझ्नुपर्नेछ। किन हामीले यत्रो आन्दोलन गऱ्यौँ, किन जेन्जीहरूले यत्रो आन्दोलन गर्यो, किन युवाहरू, किन नेपालीहरूले यत्रो ठुलो आन्दोलन गर्यो होला त। तपाईँको यो भ्रष्टाचारको चरम सीमा नागेको कारणले हामीले अहिले यो परिस्थिति भोग्नु परेको जस्तो लाग्छ, मलाई चाहिँ मेरो विचारमा लाग्छ। विदेश पलायन हुने अवस्था, हामी पनि मेरो विचारमा एउटा समयमा हामी पनि जम्की क्या हो भन्ने समेत सोच्ने अवस्था भइसकेको थियो। तर होइन, सबैजना गयो भने देश कसले बनाउने भन्ने हिसाबले हामी अड्क्यौँ र यो अड्किरहेको क्रममा चाहिँ हामीले भोगिरहेको समस्याहरू भन्दै गर्दाखेरि चाहिँ हाम्रो सर्भिस डेलिभरी 1 नम्बर कोठा, 2 नम्बर कोठा, 3 नम्बर कोठा, क ख ग गर्दै नपढेको मान्छेलाई नि त पढाउने हाम्रो विभागहरू, कार्यालयहरू। यसरी गरेर तपाईँको हरेक कर्मचारीसँग अब कतिजनाको नियत राम्रो भयो त ठिकै छ, तर नियत नराम्रो भएको खण्डमा चाहिँ भ्रष्टाचारको सुरुवात यहाँबाट हुने भनेर हामीले पत्ता लगाएको छ। जहाँ कि तपाईँको फाइल रोकिन्छ, नागरिकलाई समस्या हुन्छ र उहाँले भन्नुहुन्छ, हाम्रो कर्मचारी साथीहरूले त्यही अनुसार भन्नुहुन्छ, सर यो फाइल मिलाउनको लागि मलाई अलिकति भइदियो भने म त्यही अनुसारमा हजुरलाई चाँडो फास्ट ट्र्याकबाट म गरिदिन्छु। यो फास्ट ट्र्याक चाहिँ विदाउट एनी ब्राइब हुनु पऱ्यो। गर्नुपर्ने सर्भिस डेलिभरी विदाउट एनी ब्राइब। 1 डोर सर्भिस सिस्टम पोलिसीको लागि हामी निरन्तर काम गरौँ। अहिले मैले सचिवज्यूलाई नि त्यही अनुसारमा निर्देशन पनि दिएको छु, ताकि नागरिकहरू कर्मचारीसँग ठोकिन नपरोस्, सेवाग्राहीहरू कर्मचारीसँग ठोकिन नपरोस्, जसले गरेर यो फाइल अगाडि बढाउनको लागि चाहिँ तपाईँलाई यति पैसा लाग्छ भन्ने त्यो सिचुएसन नल्याउँ। नागरिकहरूले एउटा ठाउँमा तपाईँको निवेदन दिइसकेपछि अर्को ठाउँबाट चाहिँ उहाँको सर्भिस हुनु पर्यो भन्ने चाहिँ हाम्रो धारणा छ। मेरो विचारमा यसलाई नै हामीले सुशासन भन्छौँ। दिस इज कल्ड गुड गभर्नेन्स। सो यो गुड गभर्नेन्सलाई चाहिँ हामीले त्यही अनुसारमा
भ्रष्टाचारको निर्मूलन गर्न हामीलाई सहज हुन्छ, हाम्रो काँधमा अर्को भार पर्दैन, त्यही अनुसारमा सेवाग्राहीहरूले पनि त्यही अनुसारमा सर्भिस पाउन सक्नुहुन्छ र हामीले आफ्नो बाचा पनि पुरा गर्न सक्छौँ, जुन चाहिँ बाचा हामीले गरेर अहिलेसम्म यो चुनाव जितेर यहाँसम्म आएको छ। हामीले बिर्सिनै नहुने कुरा अर्को कुरा भनेको चाहिँ हाम्रो जेनजीको जनादेश, जेनजी जनादेशलाई कार्यान्वयन गर्नलाई क्याबिनेटबाट त्यही अनुसारमा निर्णय भइसकेपछि हामीले हुबहु हाम्रो प्रधानमन्त्रीज्यूले भनेको अनुसारमा निर्देशन अनुसारमा हामीले त्यसलाई कार्यान्वयन गर्नुपर्ने हुन्छ। त्यसमा कसैलाई छुट छैन, कसैलाई छुट हुनु पनि हुँदैन। प्रतिवेदनको आधारमा हामीहरू अगाडि बढ्नुपर्ने हुन्छ। अर्को कुरा हामीले देखेको समस्या, यत्रो योगदान गरेर हाम्रो शहीद परिवारहरू आउनु भएको छ, यही वान डोर सिस्टम नभएर एउटा मन्त्रालय धाउनुहुन्छ, अर्को मन्त्रालय धाउनुहुन्छ, आफ्नो बच्चा गुमाएको छ, कतिवटा मन्त्रालय धाउनु। यो हरेक आम नागरिकको कहानी हो, हरेक आम नागरिकको कहानी। एउटा मन्त्रालय अर्को मन्त्रालय अर्को मन्त्रालय, यसलाई सहजीकरण गर्नुपर्ने छ। त्यही भएको हिसाबले शिक्षा, स्वास्थ्य, हाम्रो अर्कै के छ हाम्रो यसमा आर्थिक, सबै मन्त्रालयको तपाईँको एक एकजना प्रतिनिधिको एउटा चाहिँ विभाग बनाऊ, जहाँ हाम्रो शहीद परिवार र घाइतेहरू एकै ठाउँमा आएर वान डोर पोलिसी, वान डोर सर्भिस सिस्टममा आएर उहाँहरूले फर्स्टमा उहाँहरूलाई सजिलो होस्। उहाँहरूको योगदानले आज यो परिवर्तन देख्न पाएको हामीले, यसलाई हामीले बिर्सिनु हुँदैन। उहाँहरूलाई योभन्दा बेसी दुःख दिनु मिल्दैन हामीले। त्यही भएको हिसाबले हामीले शहीद परिवार, घाइते परिवारहरूलाई उहाँलाई शिक्षा चाहिन्छ भने त्यही अनुसारमा हाम्रो त्यहाँ शिक्षाको एकजना प्रतिनिधि हुनुहुन्छ त्यो विभागमा। उहाँलाई स्वास्थ्यमा समस्या छ भने त्यही अनुसारमा हुन्छ, आर्थिक पाटो छ भने त्यही अनुसारमा हुन्छ। सो एउटा ठाउँमा मात्र गयौँ भने उहाँलाई किन हरेक मन्त्रालय लिएर यत्रो 15-20 जनाको ग्रुपहरू उहाँहरू धाइराख्नु पर्ने त? कारण के? दिस इज नट कल गुड गभर्नेन्स। वी निड टु सेट एन एक्जाम्पल दिस टाइम। हामीले एउटा उदाहरण सेट गर्नुपर्नेछ र यो उदाहरण हामीबाटै सुरुवात हुनुपर्नेछ। परिवर्तनको सुरुवात हामीबाटै हुन्छ र त्यो पहिलो जिम्मा चाहिँ गृह मन्त्रालयले लिन्छ। त्यही अनुसारमा हजुर सम्पूर्ण सचिवज्यूहरूलाई, सेक्युरिटी पर्सन्सहरूलाई त्यही अनुसारमा अगाडि बढ्नुहुन म हजुरहरूलाई सबैलाई हार्दिक अनुरोध गरेँ। अब हाम्रो धेरै जस्तो हजुरले देखिसक्नुभयो, मलाई विभिन्न आरोप लाग्ने गरेका छन्, त्यो तपाईँलाई थाहा छँदैछ। विभिन्न कुराहरू हाम्रोमा मिडियाहरूमा आइरहेको हुन्छ। मिडियाहरूलाई पनि, मिडिया साथीभाइहरूलाई पनि एकदम रेस्पोन्सिबल भइदिनु भनेर म एकदम आग्रह गरेँ हजुरहरूलाई, एकदमै आग्रह गरेँ। हजुरहरूको हातमा धेरै कुरा रहेछ, मैले पहिला पनि भनेको थिएँ र अहिले पनि भन्ने गर्छु। तपाईँहरू रेस्पोन्सिबल भएर न्युजहरू बनाइदिनु भयो भने हाम्रो देशको विकास हुन धेरै समय लाग्दैन रहेछ। त्यही भएर मिडियाकर्मी साथीहरूलाई नि मेरो हार्दिक अनुरोध छ, म तपाईँहरूसँग धेरै क्लोजली बसेको छु, हिँडेको छु। यो न्युजहरू बनाउँदाखेरि कसैको चरित्र हत्या गरेर टिआरपीको लागि कतिजनाले यस्तो नगरिदिनु हुनु, म हजुरलाई एकदम मनैदेखि आग्रह गर्न चाहन्छु। अनि कसैको जीवन त्यो उनीहरूको लाइफ हुन्छ, उनीहरूको पर्सनल लाइफ हुन्छ, हामीले त्यसमा इन्टरफियरेन्स गर्नु हाम्रो मेरो विचारमा त्यो हामीले त्यसलाई चाहिँ पत्रकारिता भनेर भन्छौँ जस्तो लाग्दैन। त्यही भएर मेरो मिडियाकर्मी साथीहरूलाई पनि मेरो पहिला पनि आग्रह थियो, म तपाईँहरूसँग एकदमै घुलमिल भएर बसेको मान्छे पनि हो र अहिले पनि हजुरलाई आग्रह गर्न चाहन्छु कि एकदमै परिपक्व भएर चाहिँ हजुरहरूले चाहिँ न्युज प्रकाशन गरिदिनु होला। त्यही अनुसारमा नागरिकलाई पनि सहज हुन्छ। तपाईँहरूलाई फुल्ली विश्वास गरेर हामीले हेरिरहेको हुन्छौँ त्यो न्युज, त्यो आधारमा हामीले एक्सन लिनुपर्ने हुन्छ। तपाईँले कुनै कुरामा तपाईँको गलत कुरा तपाईँले प्रकाशन गरिदियो भने हाम्रोमा त्यो टेबलमा आइदियो भने हामी त्यही अनुसार मोबिलाइज हुनुपर्ने हुन्छ। त्यतिखेर हाम्रो स्रोत साधनहरू सबै खेर जान सक्छ। त्यही भएर रेस्पोन्सिबल भएर हजुरले न्युज प्रकाशन गर्नु हुन म हजुरले सम्पूर्ण आग्रह गरेँ र भन्दाखेरि अब देश बनाउनु हाम्रै हातमा छ। तपाईँ हामी आफैले गर्ने आफ्नो देश विकास हाम्रै आँखा अगाडि नै हामीले देश विकास हेर्छौँ र देयर विल बी नो टलरेन्स टु करप्सन, जिरो टलरेन्स। कसैले पनि तपाईँलाई कुनै तरिकाको घुस माग्छ भने प्रहरीका भन्नुहोला, हामी त्यही अनुसारमा प्लानिङ बनाउँछौँ।
त्यही अनुसारमा कार्यविधि बनाउँछौँ र यो कम्युनिकेसनको च्यानल फास्ट हुने प्रविधि हामी तयार गर्छौँ र तपाईँहरूको गुनासो सिधै हाम्रो मन्त्रालयमा आइपुग्ने हामी त्यस्तो खालको प्रविधिको हामीले विकास गर्छौँ जसले गरेर चाहिँ हजुरलाई आफ्नो दुःखहरू हामीलाई सुनाउन सजिलो होस्। तपाईँहरूको सेवामा गाह्रो पर्दाखेरि कसैले तपाईँलाई घुस मागेछ भने कसैले तपाईँलाई पैसा मागेछ भने सेवाग्राहीहरूलाई त्यही अनुसारमा हामीलाई रिपोर्ट गरिदिनु होला। त्यही अनुसारमा हाम्रो प्रहरी मित्रहरू परिचालन हुन्छन्, त्यही अनुसारमा काम कारबाहीहरू अगाडि बढ्छ। अब म धेरै बोल्ने मान्छे म पर्दिनँ, खासै भन्दै गर्दाखेरि अहिले यो चुनावको माहौलले गर्दा तपाईँको धेरै सिक्ने मौका नि पाएँ मैले। कति कुरा आफ्नो गाउँघरमा गएर उहाँहरूसँग घुलमिल हुँदै गर्दाखेरि एकदम आफ्नो यो 6 महिना कार्यकाल जुन चाहिँ हाम्रो एउटा जेन्जी आन्दोलनबाट पछाडिबाट हामीले जसरी सरकारलाई सपोर्ट गरिरहेका थियौँ त्यसमा हामीले धेरै नै कष्टजनक एउटा यात्रा भएको थियो र मेरो विचारमा अब चाहिँ हाम्रो यो 5 वर्ष हामीले सुशासनको लागि हामीले काम गर्नुपर्ने हुन्छ र म धेरै नबोलिकन एक्सन ओरिएन्टेड काम गर्नेवाला छु। तपाईँहरूले प्रश्न पनि खासै सोधेको म उत्तर दिन पाउँदिनँ पनि होला, कतिखेर अब भनिहालेँ हजुरको अहिले हाम्रो प्रधानमन्त्री निवास पनि जानुपर्ने छ, त्यही अनुसार निर्देशन भएको छ हामीलाई। विल सो यु एक्सन, विल नट गिभ यु फेक प्रमिसेस। हामी तपाईँहरूलाई फेक प्रमिसेस दिन्छौँ, गर्नु सक्ने कुरामा हामी तपाईँहरूसँग अगाडि बढ्छौँ, तपाईँलाई रिजल्ट देखाउँछौँ, बोली हामी कमै बोल्छौँ हामी। थ्याङ्क यू सो मच, धेरै धेरै धन्यवाद। माननीय गृहमन्त्रीज्यूप्रति हार्दिक आभार र कृतज्ञता व्यक्त गर्दछु र यो स्वागत कार्यक्रम पनि यहीँ समाप्त भएको निवेदन गर्छु। धन्यवाद, नमस्कार। साउन आएको थियो नि निस्किँदो होला अफिस त्यहाँ राखेको थियो कि राम्रो हो। अनि चान्चुने ठाउँमा राख्छु त मैले होइन। 2 जना आएपछि त्यति साउन्ड आएछ गर्छ भाइसँगलाई गराइछ है।